उठा त नि मुझे जाओ लगा बस 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 हात धोएर थालौँ थालौँ निमा सुने भयो त्यहाँदेखि कान्छाको बालक ल खुट्टामा मिलाउनु पर्छ यो छाला तन्काई तन्काई यो पनि अलि जान्छ नि राम्रै बनाउनुपर्छ यहाँ ठुलो कति थियो उहाँ चाहिँ सुँगुर त यत्रै हो तल अलिक दुब्लो थियो होइन बारे सुँगुर यत्रै हो दाखा त हो मुख पनि सफा गर्नु पर्यो नि त काठे अब मजाले बनाऊ है मुख त बिहान धोएको होला नि कता हो साइला कोन त नि अलिकति त गयो त क्या हो ए कान्छा यहाँ हाला गइ त पल्लापट्टि भेटेको छैन ल राम्रै भइसक्यो टाउको पनि राम्रै गर्नुपर्छ नबिसाइहाल्छ खडेरी खडेरी नै प्योर तातो बोराको पुरै प्योर यसो बनाइयो त लु त उहाँ चाहिँ यता एउटा कस्तो छ उता त अघि नै यस्तै बनाएको प्योर छ भइगयो प्योर छ अब त धारा पो लानुपर्छ खाना लानुपर्छ त्यहाँ केटाहरू फलेको राखेर तार पनि झन् गयो क्या कति तातो यो सबै पटपट्टि फुटेको छैन है हेर अरे बापरे ल कान्छा नुहा पलाउले कति चल्छ होला पार्छ खाइदिएन अलिकति ढाडमा अब चाहिँ सुँगुर भयो क्या बल्ला चाहिँ मालिस गर्दा गर्दा अब मैला कुचुरा देखिँदै त्यो त कानतिर लगाएर तपाईँको भक्कु सबै योभन्दा बेहुला भइगयो नि अब दुला बनाइयो त पक्कै हो यसलाई अबिर घसिसक्यो होइन त अर्कोपट्टि पल्टाएर अब फर्नुपर्छ लु गरमको पो छ हौ यो है भाइ यो है ए भएको त लागिहाल्छ के खानु मिल्दैन भरे पनि यता कोही गएको थिएन कि साथी दल्नुपर्छ खुट्टातिर अलिक बाबे चलाइ ल ल ल ल्यास ल्यास ल जानु पल्टी लाइ यतिको त म थामिहाल्छु नि गाँठे अलिक त पखाल्नु पर्थ्यो मुनि होइन हो यता बाजु ल्यास यसको छाला चाहिँ गएको माटो माटो त नबनाऊ न परम नगरोस् न भागमा सबै घरमा लगेर ऐनामा पोल्नुपर्छ क्या अलिअलि एक दुईवटा एकैचोटि मलाई कन्टीमा फोटो क्या के हो त्यो अलिक सोध्नु भयो कि भयो आप टिप्ने मान्छेको हो अनि यो चाहिँ हाम्रो दाउरा हो हाम्रो घर दाउरा होइन यस्तै छ है गाइस
यो चाहिँ हाम्रो केरा हो यो मकैबारी हाम्रो खेत उ तल खेत छ पाक्न लागेछ हाम्रो केरा साथीहरू धुवाको लाग्छ